एकछिन हजुरआमाको कुरा सुनौ ल साथीहरू, साह्रै मजाको कुरा गर्नुहुन्छ कि। कति छोरी कति हाँ? छोरा कतिवटा छोरी कतिवटा मेरा हजुर गन्तीमा थिए नि 4 भाइ, अहिले एउटा छ पिउँछो। एउटा दुध लिनु जानु भएको थियो नि त्यही घर होइन आउँदैन। अब उसका छोरा छोरी बुहारी छोरा नाति नातिना भएको मान्छे अब यहाँ बेचेको गाई छुटेको भाइ हो। अब एकजनै हुनुहुन्छ नि माइला मामा सम्पत्तिको सबैको हाई हाई, विपत्तिमा कोही छैनन् दाजुभाइ हो। सम्पत्तिमा सबैका हाई हाई हुन्छ, विपत्तिमा हेर्दैनन् दाजुभाइले, हेर्दैनन् गरेर मरिँदैन, खान पाइएन। अब भगवानले बिमार भइयो भने दबाई पानी खानुपर्छ। अब त्यति नै रहेछ, आफ्नो निमित्त भने जान पनि पर्छ हो। के गर्नु, अब न त 100 वर्ष लागिहाले, स्वामिया छैन मेरो। अब स्वामिया भएको स्वामिया छ, गर्ने भन्यो। यो आमाले के गर्नु हुँदैछ भने मैले हिजोको भिडियोमा पनि भने होला, हेर्नुहोस्।